नमस्कार सबैमा। आज हामी एउटा गेम खेल्न लागिरहेछौँ हैन। र गेम चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर एक दुईवटा क्वेशन हामीले सेट गरेको छु अनि यो क्वेशन को मुताबिकमा चाहिँ हामी कस्तो छु भनेर चाहिँ त्यो कुरा चाहिँ हाम्रो आमाले डिसाइड गर्नुहुन्छ हामी कस्तो छु भनेर। अन्तखेरि म चाहिँ यो घरको सबैभन्दा ठुलो छोरी, जेठी छोरी, म त माइली छोरी, म त कान्छी छोरी। अन्त आमा एकदम जो जस्तो छ हो त्यही गर्नुहोस् है ल। अभी मजा आएगा ना भिडो। अब म एउटा क्वेसन सोधेँ सपोज हो आमा, त्यो तपाईलाई त्यो तीनजनामा चाहिँ हामी को चाहिँ त्यो भनाइ अनुसार ठिकै छ त्यो तपाईले विचार गरेर चाहिँ त्यो बोटलले ड्याङ्गै हिर्काइदिनु होइन। बिस्तारी गर्नु ल। छिटो अब क्वेसन सुरु गरेँ। एकछिन एलाउ यहाँ पठाउँछु। कान्छाले डिस्टर्ब गरे ज्ञान सक्दा आमाले बेसी गरेर त बोला। र अब चाहिँ क्वेसन सुरु भए। हामी तीनजनामा हामी तीन बहिनीमा होइन सबैभन्दा बेसी चाहिँ को रिसाउँछ? यो सबैभन्दा ढिलो चाहिँ को छ? ढिलो को जाँगरिलो छ? यो त अलि जाने कसले बेसी फोन चलाउँछ? फोन त यसले चलाउँछ। अहिले बेसी काम गर्नुपर्छ नि त। कसको मन कमुलो छ? कमलो त यसका को बेसी नक्कली छ? ला नक्कली त छैन। यही छ। गजब बेइज्जती है। को खानुमा पुरा अल्छी गर्छ? यो बात तो सही है। नानीले हेरेको घुम्नु डुल्नुको कसले बेसी इच्छा गर्छ? को बेसी आँटिलो छ? आँटिलो त आँटिलो छ ल। को चाहिँ बेसी डर छिरुवा छ? यो डराउँछ। यति हो हाम्रो क्वेसन चाहिँ हो। कस्तो भयो? मजा आयो आमा? क्वेसन ठिकै थियो? ठिकै छ। हुन्छ, थ्याङ्क यू। धन्यवाद। थ्याङ्क यू। को बेसी लडेछ? यो को बेसी अटेरी छ? यो। अब म क्वेसन सोध्छु। हामी तीनजनामा होइन तीन बहिनीमा अझै एकपल्ट भन्नु त्यो अहिले त्यो ठिकै छ।